हेलो एन्ड नमस्कार सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज हामी तीनजना मिलेर चटपटे खाने सोच बनाएका छौँ र आज हामीले चटपटे बनाएका छौँ। हामीले आवश्यक अनुसार भुजा लियौँ, चना लियौँ, त्यसैगरी सिमी लियौँ, प्याज लियौँ र टमाटर लियौँ, त्यसैमा आलु पनि लियौँ र हामीले खुर्सानी, धनिया र निम्बुको रस लिएका छौँ। त्यसैगरी हामीले चाउचाउ लियौँ, मिट मसलाहरू लियौँ र नमकिनहरू पनि लिएका छौँ। एउटा भाँडोमा हामीले भुजा राख्दैछौँ। त्यस भुजालाई हामी मजाले फैलाएर राख्छौँ। मसिनो गरेर काटेको प्याज र टमाटरलाई एड गर्छौँ। त्यसपछि हामी त्यसमा आलुलाई राख्छौँ। आलुलाई राखिसकेपछि हामीले त्यसको माथि चाउचाउ राखिरहेका छौँ। चाउचाउलाई राखिसकेपछि हामी चनाहरू एड गर्छौँ। चनाहरू हामीले आवश्यक मात्रामा राखेका छौँ र त्यसको माथि हामीले सिमीलाई एड गरिरहेका छौँ। सिमी राखिसकेपछि हामी त्यसमा खुर्सानीहरू एड गर्छौँ। खुर्सानी एड गरिसकेपछि धनियाहरू छरेर राख्छौँ। धनिया राखिसकेपछि हामी त्यसमा नमकिनहरू एड गरिरहेका छौँ। नमकिन एड गरिसकेपछि हामी त्यसलाई मजाले फिजाल्छौँ। त्यसपछि नुन र त्यसैमाथि हामी धुलो रातो खुर्सानी एड गर्छौँ र त्यसमा हामी मसला एड गरिरहेका छौँ र हामी घरमा उत्पादन भएको शुद्ध तोरीको तेल एड गरिरहेका छौँ र त्यसपछि हामी निम्बुको रसलाई त्यसको माथि राखिरहेका छौँ र हामी त्यसलाई मिक्स गर्छौँ। मिक्स गरिसकेपछि लास्टमा हाम्रो चटपटे यस्तो बनेको छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि हामी यस्तै भिडियो लिएर आउनेको छु। अहिलेको लागि हस्त, धन्यवाद, नमस्कार।